हेलो सेवा र नमस्ते सबैजनालाई फ्रम झापा। आज चाहिँ मैले दिउँसो पोहोर गरेको कामको भिडियो लिएर आएको छु। सुरुमा चाहिँ मैले झारहरू उखालेँ अनि अनावश्यक फुलका हाँगाहरू काटेँ। यो फुल चाहिँ सबै काम सकिसकेपछि चाहिँ आनन्दले बारीमा छिरेर टमाटर टिप्न थालेँ। अब लगभग टमाटरको सिजन पनि सकिनु आँटेको भएको कारणले चाहिँ अब मिठो लाग्न थाल्छ। धेरै हुँदाखेरि त वास्ता पनि हुँदैन, टिपिँदैन पनि। अब चाहिँ अब अलिकति महत्त्व बढ्दै गएको छ टमाटरको। टमाटर टिपिसकेपछि चाहिँ अचार बनाएर खानलाई कालो खोर्सानी टिपेँ। अब मिठो बनाएर खानु पर्यो भनेर नि। आजको सब्जीको लागि चाहिँ मैले लटेको साग टिपेँ। लटेको सागमा चाहिँ पानीको मात्रा धेरै हुनाले शरीरलाई हाइड्रेट राख्छ अनि यसमा फाइबर पनि पाइन्छ। फाइबरले चाहिँ पाचनलाई राम्रो बनाउँछ र यसमा भिटामिन ए, भिटामिन सी र भिटामिन के पनि पाइन्छ। भिटामिन एले आँखालाई राम्रो गर्छ, भिटामिन सीले प्रतिरोधात्मक शक्ति बढाउँछ र भिटामिन केले रगत जम्न र हड्डी मजबुत बनाउन सहयोग गर्छ। त्यसो भएको कारणले चाहिँ हामीले लटेको साग खानुपर्छ भन्दै आजको भिडियोबाट चाहिँ म बिदा भएँ। बाई बाई, तुम यी सेवारो।